प्रकाशको पुस्तकमा आउनुहोस् त। यहाँनिर प्रकाशको पुस्तकको योग्यको परमेश्वर हुनुहुन्छ। प्रकाश 5:12 पढिदिनुहोस् त, जस कसैले पाउनुहुन्छ। अनि उनीहरूले ठुलो स्वरले हजुर यसो भन्दै थिए, हजुर बारिनु भएको थोमा, हजुर सामर्थन, हजुर बुद्धि, बल, हजुर आदर, महिमा हजुर र धन्यवाद पाउनका योग्यता हुनुहुन्छ। हजुर। अनि भजन सङ्ग्रह 103 भजन सङ्ग्रहमा आउनुहोस् त। भजन सङ्ग्रहको पुस्तक 103:2 पढिदिनुहोस् त। हे मेरो प्राण परमप्रभुलाई धन्यको भन, उहाँका सबै उपकारहरू नभुल। हजुर, उहाँका सबै उपकारहरू नभुल। हुन्छ, छोटो वचन सहायताको निम्ति प्रार्थना गर्छु ल। मेरो लागि हजुरहरूले प्रार्थना गरिदिनुहोस्। जीवित सामर्थ्य परमेश्वर बुवा, हजुर प्रभुलाई धन्यवाद दिन्छु प्रभु। यो सुन्दर समय तपाईँ महान परमेश्वरको महिमा अनि प्रशंसा गर्नलाई यो तुच्छ लाग्नु प्रभु। यो प्रकारको सौभाग्य दिनुभयो तपाईँ प्रभुले, मलाई योग्यको बनाउनु भयो। र आज प्रभु यसरी तपाईँको नाउँमा खडा भइकन तपाईँको नाउँको आज उपस्थितिलाई थाहा गर्दै तपाईँको पवित्र नाउँलाई पुकार्ने अनि तपाईँको नाउँलाई भज्ने यो सौभाग्य दिनुभयो। तुच्छलाई प्रभु, तुच्छको बोली व्यवहार उठाइ बसाइमा गरी देखाइ हेराइमा कहीँ भुल गल्ती अनि तपाईँको चरणमा झुकेको अनि चुकेको छु भने प्रभु तपाईँको भाव परिकन आउँदछु प्रभु। तपाईँ प्रभुको आलो रगतको छिर्कामुनि राख्नुहोस्, शुद्ध अनि पवित्र गर्नुहोस् प्रभु, बिन्ती गर्दछु र धन्यवाद दिन्छु यो आज प्रार्थनाको समय यो लोकल फेलोसिपमा अनि आइतबारको दिन प्रभु। आज हिजोको दिनहरूमा आफ्नो हाम्रो नेपाल देशमा विभिन्न देशमा आयोजनाहरू भए अनि गल्फमा भए प्रभु, तर आज यो समय आज हामीलाई दिनुभएको छ। र आज आइतबारको दिन अनि यो इभिनिङ टाइममा हजुरले हामीलाई यहाँ रोमानियाको लोकल फेलोसिपबाट तपाईँ परमेश्वरको महिमा गर्नलाई यो प्रकारको सौभाग्य दिनुभयो प्रभु। अब यो वचन हजुरले दिनुभएको छ, यसरी हजुरले हामीलाई कसरी तपाईँ परमेश्वरको आज यस बेडीमा उपस्थित छौँ, हजुरले हामीलाई अगुवाई गर्नुहोस्। तपाईँको पवित्र आत्माको भरपुरीमा यी वचनद्वारा प्रभु हामीसँग बात गर्नुहोस्। र हजुर प्रभुले आफ्नो महिमा कसरी लिन चाहनुहुन्छ अनि यो रित्तो भाँडोबाट प्रभु हजुरले भन्ने काम गर्नुहोस्। र दुष्ट शैतान कदापि आज खुसी छैन तपाईँ परमेश्वरको महिमा अनि प्रशंसा गरेको। यस कारणले प्रभु हजुर प्रभुले परमेश्वर विश्वअनुसार दबाइकन राख्नुहोस् प्रभु। र सबै अन्धकारको शक्तिलाई प्रभु हजुरले दबाउने काम गर्नुहोस्। जतिजना सुन्ने कान छन् प्रभु, हजुरले सुन्ने कानहरूमा, हृदयमा अनि समाजमा प्रभु हजुर भइकन गइदिनुहोस्। किनकि हामी मानिस जाति हौँ, हाम्रो हृदय क्षणभरमै भली भत्की जान्छ। यस कारण यो हृदयलाई हजुरले सम्हालिकन राख्ने काम गरिदिनुहोस् प्रभु। र यो नेटमा प्रभु हजुर गइदिनुहोस्, हजुर प्रभुको अनि उपस्थित दिनुहोस् प्रभु। सबै कुरामा हजुरको अगुवाई चाहँदै धन्यवाद दिन्छु। प्रार्थनालाई प्रभु मसिनामा राख्छु, स्वर्गीय पिता सुनेर ग्रहण गर्नुहोस्। हजुर हजुर, हुन्छ। परमेश्वरको महिमा होस्। यहाँनिर हामीलाई प्रभुले आज यो प्रकारको महिमा अनि प्रशंसा गर्नलाई हामीलाई यो सौभाग्य दिनुभयो। कदापि तपाईँ र मेरो जीवन हेर्दा, फर्केर हेर्दाखेरि यो प्रकारको जीवनै होइन। परमेश्वरको आज चरणमा वरिपरिकन आइकन जसरी 24 प्राचीनहरूले आज पनि अहिले पनि स्वर्गमा चाहिँ नबिसाइकन पवित्र 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 भन्दै परमेश्वरको महिमा अनि आराधना गरेको हामी स्वर्गमा प्रकाशको पुस्तकको वचनबाट हामी पाउँछौँ। त्यसकारण हाम्रो प्रभु यहाँ अति सुन्दर हुनुहुन्छ। उहाँ चाहिँ 10,000मा उत्तम हो, 10,000मा पनि उत्तम प्रभु हुनुहुन्छ, जसले आज तपाईँ र मलाई यो जीवन दिनुभयो। कि आफूलाई के गर्नुभयो? क्रूप बनाउनु भयो। यो क्रूप यशायाको 53को पुस्तकमा पढिदिनुहोस् त। सधैँ पढेको वचन हो 6 अनि 5-6लाई पढ्नुहोस् त। तर उता हाम्रै अपराधहरूका निम्ति हजुर घायल भएको थियो, हजुर उसलाई हाम्रै अधर्महरूका निम्ति हजुर झुटै चोट पारेको थियो, हजुर हाम्रै शान्तिका निम्ति हजुर ताडना उसमाथि पर्यो, हजुर र उसका कोर्राका चोटहरूद्वारा हजुर हामी निको भयौँ।
हजुर 6 लाई पनि हामी सबैले भेडाहरूले झैं हजुर बाटो बिराएका छौँ। हजुर हामी हरेक आफ्नो बाटोतिर हजुर लागेका छौँ। हजुर तर परमप्रभुले हामी सबैको अधर्म हजुर उसैमाथि राखिदिनु भएको छ। हो है, हेर्नुहोस् त। अनि 10,000 मा पनि उत्तम प्रभु जसले हामीलाई यति ठुलो प्रेम गरेर उहाँको प्रेम जसले चाहिँ आफ्नो मुटुलाई के गर्नुभयो अरे त्यागेर, आफ्नो मुटुलाई चाहिँ त्यागेर चाहिँ तपाईँ र मलाई चाहिँ त्यस क्रुसमा आफूलाई बलिदान दिएर यो जीवन दिनुभयो। किन भन्दाखेरि तपाईँ र मलाई चाहिँ प्रेम गरेको कारणले हो। उहाँको त्यो अपार प्रेमको कारणले तपाईँ र मेरो अवस्थालाई हेर्ने भने त हो, हामी त आमाको गर्भदेखि नै पापी जन्मेको, पापी स्वभावले भरिएको क्षणमा त्यो पापको कुराले चाहिँ हामीलाई चाहिँ है दबाइरहेको मान्छेलाई चाहिँ आज परमेश्वरले यदि ठुलो प्रेम गर्नुभयो। आज उहाँलाई हामीले के गरौँ, उहाँको नाउँलाई चाहिँ उहाँको नाउँलाई हामीले चाहिँ महिमा चढाउँ भनेर यहाँनिर हाम्रो प्रभु परमेश्वर प्रकाश 5को 12बाट हामी हेऱ्यौँ कि उहाँ कस्तो हुनुहुन्छ, सामर्थ्य हो, सामर्थ्य दिनुहुने परमेश्वर जसले हामीलाई, हामी देख्छौँ सामर्थ्य पाए कसले, हामीले प्रेरितको पुस्तकमा हामी साउलले चाहिँ जसरी प्रचार गर्नलाई उनी साउलबाट पाउल बने र यहुदिया समरिया विभिन्न ठाउँमा चाहिँ उनले के गरे, प्रभुको कामलाई प्रचार गर्दै उहाँको नाउँको चाहिँ प्रचार गर्दै हिँडे हो भनेर हामी पाउँछौँ। आउनुहोस् त प्रेरितको पुस्तकमा छोटो गरी सबै 9 अध्यायमा हामी देख्छौँ। 9 अध्यायको हामी यहाँनिर सारांश सरल म हजुरलाई आउटलाइनमा त बताउँछु। यहाँनिर साउलको जीवन जसरी उनी चाहिँ विश्वासीलाई चाहिँ सताउने गर्थे हो, अनि विश्वासीलाई लगेर दमस्कसमा लगेर चाहिँ उनले चाहिँ के गर्थे, सजाय दिने काम गर्थे। तर त्यस्तो व्यक्तिलाई यहाँनिर प्रभुले चाहिँ के गर्नुभएको छ, अनि यहाँ दण्ड दिनुभएको छ, अनि उनको आँखा बन्द भएको छ। तर पछि हेर्दै जाँदा यहाँ प्रभुको दास जो परमेश्वरले चाहिँ अनि यहाँनिर जसको साउललाई चाहिँ आँखा चाहिँ खुलाइदिएर अनि पत्रुसद्वारा यहाँनिर प्रार्थना भएर उनी चाहिँ सेवामा बढ्दै गएको हामी देख्छौँ है। अनि यहाँनिर हजुर हनन्याबाट चाहिँ यहाँनिर यो भएको हामी देख्छौँ। यसकारणले यहाँनिर दमस्कसमा जसरी यहाँ सेवा गर्दै जाँदा अनि यहाँनिर पढ्नुहोस् त 31 पदलाई पढ्नुहोस् त, 9:31लाई, प्रेरित 9:31। हजुर हजुर मण्डलीहरूले विश्राम पाए, हजुर र तिनीहरूको उन्नति भयो, हजुर अनि प्रभुको डर र पवित्र आत्माको सान्त्वनामा हजुर हेरेर तिनीहरू बढ्दै गए। ल हेर्नुहोस् होइन, डर र तरासमा ल्याउनेलाई चाहिँ उनले के गरे, प्रभुले यस्तो व्यक्तिलाई चाहिँ खडा गर्नुभयो हो। आज जसले मण्डलीलाई सताउँथे है, सारै मण्डलीलाई चाहिँ दुःख दिने काम गर्थे, आज तपाईँ म मध्येमा पनि कोही हाम्रो जीवन पनि यही प्रकारको हुनसक्छ है। जसलाई चाहिँ के गरे, मण्डलीले चाहिँ यहाँ विश्राम पायो भन्छ हो। अनि प्रभुको काम, प्रभुले गरेको कामलाई हामी यहाँनिर देख्छौँ। अनि त्यो प्रकारको सामर्थ्य पाएर यहाँनिर यी सबै कुराले के भए, मण्डलीले चाहिँ विश्राम पाए, अनि मण्डलीको उन्नति भयो, प्रभुको डर भयो, अनि पवित्र आत्मामा चाहिँ हिँड्दै बढ्दै गए। आज तपाईँ र मैले पनि यो जीवन पायौँ। अनि यहाँनिर अर्को कुरा लेखेको छ कि अरे, अनि प्रकाशमा आउनुहोस् त फेरि, प्रकाश 5को 12मा त्यहाँनिर बल भनेछ हो, सामर्थ्य, धन हो, धन अनि बुद्धि, अनि बुद्धि आउनुहोस् त। अनि कोरिन्थीको पुस्तकमा आउनुहोस् त, पहिलो कोरिन्थीमा आउनुहोस् त, पहिलो कोरिन्थीको 2 अध्यायमा 2को 12 र 13लाई पढ्नुहोस् त। अब हामीले हजुर यस संसारको आत्मालाई होइन, हजुर तर परमेश्वरबाटका आत्मालाई पाएका छौँ। हजुर परमेश्वरबाट हामीलाई सित्तैमा दिइएका कुराहरू जान्न सकौँ भनेर हजुर
ती कुराहरूलाई मानिसको बुद्धिले सिकाएका शब्दहरूमा होइन, हजुर तर पवित्र आत्माले सिकाउनु भएको शब्दहरूमा हजुर आत्मिक कुराहरूसँग तुलना गर्दै हजुर हामी पनि बताउँछौँ। हजुर ल हेर्नुहोस् त, जुन बुद्धि प्रभुले जुन बुद्धिको योग्य परमेश्वर हुनुहुन्छ, जसले तपाईँ म जस्तो केही नभएकोलाई हो, केही ज्ञान नभएकोलाई चाहिँ अनि त्यो बुद्धिमा अनि त्यो कदमा चाहिँ प्रभुले आज तपाईँ मलाई चाहिँ बनाउनु भयो हो। जसरी यहाँनिर कोरिन्थीको मण्डलीलाई भन्दै तपाईँ मेरो पनि जीवनमा यहाँनिर बुद्धि अनि बल अनि आदर अनि उहाँले चाहिँ आज पाउनेको योग्य परमेश्वर हुनुहुन्छ। त्यो बल आज तपाईँ र मैले पनि पायौँ हो। निर्बल भएको व्यक्ति, हामीलाई केही होइन थाहा नभएको व्यक्तिलाई आउनुहोस् त अनि हिब्रूको पुस्तकमा आउनुहोस्, हिब्रू 13 अध्यायको 13लाई पढ्नुहोस् त, 13, 14, 15। यसै कारण हजुर आहो उहाँको निन्दा बोकेर हामी पनि हजुर छाउनी बाहिर उहाँ कहाँ जाउँ, हजुर किनभने यहाँ हाम्रो कुनै रहिरहने सहर छैन, हजुर तर हामी त्यसपछि आउने सहरको खोजी गर्दछौँ। हजुर 15 पनि यसकारण हजुर आओ हामी उहाँद्वारा परमेश्वरलाई निरन्तर स्तुति रूपी बलिदान चढाउँ, हजुर जुन चाहिँ उहाँको नामलाई धन्यवाद चढाउने हाम्रा ओठको फल हो। है। हामी यहाँ देख्छौँ यो सहर, यो दुनियाँ अनि यो संसार चाहिँ आज तपाईँ र मेरो लागि निम्ति चाहिँ बनेको होइन हो। आज तपाईँ र मेरो लागि बनेको सहर प्रभुले तपाईँ र मेरो लागि त्यो स्वर्ग अनि त्यो ठाउँ आज तपाईँ र मेरो निम्ति प्रभुले चाहिँ तयार गरिदिनु भएको छ त्यो देशमा लानलाई। र के गर्नुभयो, यो सबै कुरा आज तपाईँ र मलाई उहाँले गरेको प्रेमले है। यहाँनिर हामीले भजन गीतद्वारा गायौँ हो, उहाँ चाहिँ के अरे हामी साँच्चै हामीलाई चाहिँ उहाँले के दिनुभयो, अमर अनि अनन्त चाहिँ जीवन दिनुभयो है। त्यो अमर अनन्त जीवन त्यो स्वर्गमा लानको लागि त्यो अनन्त जीवन अनि हामीलाई अनन्त देशमा चाहिँ लानको निम्ति आफूलाई के गर्नुभयो, क्रुब बनाउनु भयो। त्यो क्रुब हामीले अघि पढिसक्यौँ है। आफूलाई चाहिँ चोट बनाएर है, आफूलाई चाहिँ अनि त्यो रूपलाई पनि क्रुब बनाएर आफूलाई के गर्नुभयो, क्रुसमा चाहिँ दिनुभयो हो। अनि हामीलाई बल सामर्थ्य, बुद्धि नभएकोलाई बुद्धि हो, अनि बलहीनलाई बल आज दिएर चाहिँ प्रभुले के गर्नुभयो, तपाईँ र मलाई चाहिँ यो जीवन दिनुभयो हो। यस कारणले यहाँनिर भजन सङ्घकारले पनि भने, अघि हामी पढ्यौँ 103 को, पढ्नुहोस् त 103 को। अनि म समय धेरै लिँदिनँ, 15-20 मिनट भनिसक्नु भएको छ प्रभुदासले। हे मेरो प्राण प्रभुलाई धन्यको भन, हजुर उहाँको सबै उपकारहरू चाहिँ नभुल। कुन उपकार, आज तपाईँ र मैले कस्तो अवस्थाबाट प्रभुलाई पायौँ, प्रभुले तपाईँ र मलाई कस्तो अवस्थाबाट उठाउनु भयो होइन। अनि कस्तो अवस्थाबाट चाहिँ तपाईँ र मैले चाहिँ यो जीवन पायौँ होइन। अनि के को लागि त पायौँ हामीले हो। अनि उहाँले हामीप्रति गर्नुभएको काम किन हो त, यो कुरालाई थाहा गर्दै तपाईँले मैले उहाँ के गरौँ, उहाँ आदर प्रशंसाको योग्य परमेश्वर हुनुहुन्छ हो। उहाँलाई अहिले पनि स्वर्गमा चाहिँ 24 प्राचीनहरूले चाहिँ के गर्नु, महिमा आराधना चढाइरहेको पाउँछ। यस कारणले उहाँले गर्नुभएको कामलाई हामी सुसमाचारको पुस्तकमा प्रशस्त गरिकन हामी पढ्छौँ। आउनुहोस् त लुकाको पत्रिकालाई छोटो लुका 27 को 24, माफ गर्नुहोस्, लुका 23 को। अनि यहाँनिर प्रभुलाई चाहिँ क्रुसमा अनि टाँगेको कुरालाई हामी देख्छौँ है। अनि 35 मा पढ्नुहोस् त। अनि हजुर मानिसहरू हेर्दै उभिए, अनि तिनीहरूसित शासकहरूले पनि यसो भन्दै उहाँलाई गिल्ला गरे, शासकहरूले बुद्धिमानी ज्ञानीहरूले पनि यसले अरूलाई बचायो, लौ त्यसले आफूलाई बचाओस्। हजुर यदि त्यो ख्रिस्ट अर्थात् परमेश्वरको चुनिएको जन हो भने, हजुर अनि सिपाहीहरूले पनि उहाँ कहाँ आउँदै उहाँलाई सिरका दिँदै र यसो भन्दै उहाँलाई खिसी गरे। हजुर हेर्नुहोस् त, यहाँ सबै मानिसहरूले ती शासकहरू
बुद्धिमानीहरूले पनि ज्ञानी भनाउँदाहरूले पनि त्यहाँनिर प्रभुको के गरेछ खिसी उडाएको छ हो उहाँको निन्दा गरेको हामी देख्छौँ त्यहाँनिर हो र पनि प्रभुले चुपचाप तपाईँले मेरो निम्ति चाहिँ सहिदिनु भयो किन भन्दा आज यो जीवन तपाईँ र मैले चाहिँ पाउन सक्यौँ हैन यो जीवन प्रभुले तपाईँले मलाई दिनको निम्ति चाहिँ प्रभुले चाहिँ आफूलाई चाहिँ कुरूप बनाउनु भयो र यस कारणले उहाँले गरेको कामलाई तपाईँले मैले चाहिँ नभुलेर आजको दिन के गरौँ परमेश्वरको महिमा आराधना उपासना कहाँबाट चढाउँ हृदयको भित्री तहबाट है कसैको करमा होइन बनावटी शब्दमा होइन हो तपाईँको हृदयबाट निस्केको भेटी प्रभुले चाहनुहुन्छ कस्तो गरे कैन र स्तुति रूपी बलिदान हामी अघि पढ्यौँ र कसैले जो कैन र हाबिलको भेटीलाई हामी पढ्छौँ होइन उत्पत्तिको पुस्तकमा त्यो प्रकारको भेटी प्रभुले चाहिँ आज चाहनुहुन्छ र यस कारणले हामीले के गरौँ परमेश्वरको महिमा गरौँ आउनुहोस् त उत्पत्तिको पुस्तक 4 अध्यायमा 4 को 4 लाई पढ्नुहोस् त अनि हाबिल हजुर उनले पनि आफ्ना बगालका पहिले जन्मेका पाठाहरूबाट हजुर र तिनका बोसोबाट हजुर केही ल्यायो हजुर अनि परमप्रभुले हाबिललाई र उसको भेटी ग्रहण गर्नुभयो हजुर 5 तर कैनलाई र त्यसको भेटी उहाँले ग्रहण गर्नु भएन हजुर तब कैन साह्रै रिसायो हजुर र त्यसको मुख अँध्यारो भयो हो ल हेर्नुहोस् त प्रभुले त्यो हाबिलको भेटी भित्रको भेटी प्रभुले चाहनु भएको छ हो जुन भेटी चाहिँ बनावटी शब्दमा हुँदैन लेखेको शब्दमा हुँदैन हो देखेको कुरामा हुँदैन विश्वासमा अनुभवमा आफूले चाहिँ अनुभव गरेको कुरामा चाहिँ प्रभुलाई नजिकबाट जानेको कुरामा मात्र प्रभुले प्रभुको महिमा लिनलाई चाहिँ निस्केको शब्द प्रभुले चाहनुहुन्छ अझ त्यही शब्द आज परमेश्वर हाम्रो योग्यको परमेश्वर हुनुहुन्छ ल आउनुहोस् हामी प्रकाशको 5:12 लाई पढेर वचन यही राख्छु ल पढिदिनुहोस् अनि उनीहरूले ठुलो स्वरले यसो भन्दै थिए मारिनु भएको थुमा सामर्थ्य धन बुद्धि बल र आदर महिमा र धन्यवाद पाउन योग्यका हुनुहुन्छ हजुर अनि 13 लाइन पढ्नुहोस् अनि स्वर्गमा पृथ्वीमाथि हजुर र पृथ्वीमुनि भएका हरेक सृष्टि गरिएको प्राणीले हजुर र समुद्रमा भएकाहरू हजुर र तिनीहरूमा भएका सबै थोकहरूले यसो भनिरहेका मैले सुने हजुर सिंहासनमा बस्नुहुनेलाई र थुमालाई धन्यवाद आदर महिमा र सामर्थ्य सदा सर्वदा होस् हजुर है हाम्रो प्रभुको महिमा भएको होस् सबैलाई जय मसीह